लागिरहेको छ। तपाईहरु जुन पछिल्लो समयमा भनौँ तीनवटा फाइनल न्यू डायमन्ड्समा गुमाउनु भएको थियो होइन, यसपटक त्यसपछि ब्रेक भएको छ। यस खेलको बारेमा भन्नुहोस् न। हामी अहिलेको लागेर तेस्रो चौथोचोटि च्याम्पियन भएको यो लिग चाहिँ। हामीले 2 चोटि चाहिँ काबा खेलिसक्यो, फेरि यो लिग पनि काबा खेल्ने लिग हो। अनि एकदमै आफ्नो पर्फर्मेन्सलाई मेन्टेन गर्न पाउँदाखेरि चाहिँ एकदम धेरै नै खुसी छौँ। तपाईँको यो खालको पर्फर्मेन्स चाहिँ हामीले यसपटक देख्न पायौँ होइन, कहाँ लुकेको थियो यो पर्फर्मेन्स, के भन्नुहुन्छ यसको लागि? यसको लागि अब सिनियर दिदीहरू हुनुहुन्थ्यो, खासमा भन्ने भन्दा मैले चान्स नै पाएको थिएन, त्यही भएर देखाउनु पाएन। त्यो चान्सलाई तपाईँले एउटा अवसर लिनुभयो। हजुर न्यू डायमन्डलाई कसरी लिनुहुन्छ? हजुर न्यू डायमन्डलाई न्यू डायमन्ड एकदमै बलियो। अहिले नेपालमा अहिले सबैसँग हामीसँग भन्दाखेरि नि अब सबै विदेशीहरूसँग पनि टक्कर लिने टिम एउटा न्यू डायमन्ड हो। एकदम अहिले नेपालको यसो बाहिरबाट हेर्दाखेरि चाहिँ एकदम स्ट्रङ टिम नै न्यू डायमन्ड हो। र आज तपाईँ प्लेयर अफ द म्याच हुनुभएको छ नि, उपाधि जित्नुभयो। त्यस हिसाबले आफूले एज अ पर्सनल कस्तो फिल लाग्छ? हिजो अस्तिको जस्तो सोचे जस्तो आज भएन, किनकि आज फाइनल म्याच भनेपछि अलि प्रेसर नै हुन्छ। अब दबाबमै खेलेको हो। अब हिजो अस्ति जस्तो भन्दा पर्फर्मेन्स आज दिन सकेन, तैपनि गर्छु सक्छु, हामीले जित्नुपर्छ भन्ने आँट हिम्मतका साथ चाहिँ हामीले एकदम नेपाल पुलिस क्लब यसपटक पनि काबामा सेलेक्ट भएको छ, आगामी यात्रा बढेको छ होइन, त्यो हिसाबले के भन्नुहुन्छ? एकदम यसलाई चाहिँ एकदम हामी मेन्टेन गरिराख्छौँ भन्ने अन्त्यमा के भन्न चाहनुहुन्छ? होइन, सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू सो मच।